हेलो एन्ड नमस्ते सबैजनालाई। आफ्टर लङ टाइम म म्याग्दीको सदरमुकाम बेनीदेखि म्याग्दीको दुर्गम मानिने गाउँ गुर्जा गाउँसम्मको भ्लग लिएर आएको छु। यति बेला हामी दरबाङ बजारमा छौँ र झन्डै बेनीबाट 45 मिनटमा बाइकको यात्रामा यहाँ आइपुगेका छौँ र यहाँदेखि माथि जाँदै गर्दा अफरोड पक्कै पनि छ भन्ने हिसाबले यहाँ चेनहरू टाइट गर्ने काम हुँदैछ। यो बन्दै गरेको भवन धौलागिरी गाउँपालिकाको प्रशासकीय भवन हो, जुन मुना गाउँमा रहेको छ। यहाँ झरू दिदीकोमा मुना आएर खाना खाँदैछ होइन त दिदी? ड्रोन उडाइ कस्तो छ, मान्छेहरू बेनतिर जानलाई यहाँ हतारमा हुनुहुन्छ। यात्राको सबैभन्दा यो रमणीय क्षण भनेको यस्तो यस्तै हो कि चिरिप्प लाएर डेलिसियस फुड आफै च्याप्प यसो गर्ने चिरिप्प खाने हो। यो चाहिँ औँसेलो हन्टिङ। यो गुर्जा यात्रामा देखिने मनोरम दृश्य सँगै यो चाहिँ लुलाङ गाउँ हो। हामी यति बेला लुलाङ गाउँमा आइपुगेका छौँ। लुलाङसँगै हामी अब अगाडि बढ्नेछौँ। यति बेला देउरालीमा आइपुगेका छौँ र यहाँ तपाईँ देख्न सक्नुहुन्छ भेडा बाख्रा। यतातिरको जान्छौँ हामी, गुर्जा जाने हो खास। होइन होइन, हामी जस्ट घुम्नै आएको। मुनामा खाना खायौँ र झन्डै 2 घन्टाको मुना, त्यहाँपछि लमसुङ अनि यो लुलाङबाट देउराली हुँदै आउँदै गर्दा 2 घन्टा जस्तो लाग्यो र देउरालीमा बसेर चियाहरू खाइयो र त्यहाँबाट हामी अहिले देउराली हुँदै तल गुर्जातिर चढ्दैछौँ। यो म्याग्दी खोला हो। तराउन त सकिन्थ्यो होला जसो बाइक होइन, तर किन रिस्क लिएनौँ भने भोलि हामी माथितिर यस्तो पानी पर्ला जस्तो गरेको छ।
बाइचान्स भोलि पानी पऱ्यो, ठुलो पानी पऱ्यो भने यो खोला चाहिँ कटाउन सक्ने अवस्था छैन। त्यो कारणले हामीले चाहिँ बाइकलाई व्यवस्थित तरिकाले यहाँनिर राखेर हेलमेट पनि यतै मनमा कतै लुगाएर अनि यसरी चाहिँ जाँदैछौँ। ल हजुर, मोटर बाटो यहाँ आएर टुङ्गियो र त्यसै गरी एकदम पानी, मस्त पानी परिरहेको छ। यहाँदेखि अगाडि चाहिँ मोटर बाटो छैन अहिलेसम्म। गाउँको नजिक आइसक्यो। के हो बाबु? हो, अनि कति क्लासमा पढ्छौ? अहिले के गर्छौ? ए हो, के छ भन्छ, कस्तो छ अनुभव गुर्जाको? गुर्जा घाटीमा गुड। ल हामी चाहिँ यति बेला होमस्टे प्रवेश गर्दैछौँ। यो तपाईँहरूले देख्न सक्नुहुन्छ होमस्टे आइपुगेको अवस्था। हामी अब यहाँ के कसो छ सोधौँ। नमस्ते हजुर, नमस्ते। होमस्टे हजुरको के कसो छ, बसाइको व्यवस्थापन कसो छ, के छ? भान्जा यहाँ के हुँदैछ? 25 मिनट अगाडि गुर्जा खानमा पुग्यौँ। हो, पुगेर यहाँ होमस्टेमा अलिकति व्यवस्थित रहेछ, त्यो बुझेर हामी यहाँ कफी खाँदैछौँ। त्यही नै हो। त्यही त, यस्तो छ, अर्ग्यानिक छ होइन। माथिको ऊ देख्न सक्नुहुन्छ, छाना यसरी छाइएको छ। क्या मिठो लाग्यो, एकदमै अर्ग्यानिक लाग्यो। अनि यहाँ चाहिँ माटोले टालेको चाहिँ तातो पानी, तातो चिसो पानी, खाजाहरू खाँदैछौँ। त्यहाँनिर भन्नुभयो होइन? हो हो हो, त्यो के हो? ढुङ्गासुङ्गाको पहाड होला। ए घेलेचेन बुगी। हामी भोलि बिहान जाने माथि। के हो हजुरको नाम के नि? हजुरको 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 गुड। 1 2 3 गो ल भन। हामी यति बेला गाउँ डुल्दैछौँ, जहाँ बेलुकाको 5 साढे 5 भइसकेको छ। र यति बेलाको यो परिवेश, यो दृश्यमा चाहिँ आमाहरू चाहिँ खाना बनाउने तयारीमा हुनुहुन्छ भने बालबालिकाहरू गल्लीमा खेल्दैछन्। प्राय यहाँ चाहिँ महिला बालबालिकाहरू नै देखिनुहुन्छ र पुरुषहरू भेडा बाख्रा चराउन जानुभएको छ, गोठ जानुभएको छ होइन। र यहाँ चाहिँ यो गल्ली गल्लीमा चाहिँ बालबालिकाहरू नै देखिनुहुन्छ। यो पुराना घरहरू, जोडिएको घरहरू,
एउटा गल्लीबाट अर्को गल्लीमा जाँदा झन्डै हराइने नै जसरी चाहिँ घरहरू नजिक तरिकाले बनेका छन्। पक्कै पनि खुसी लाग्दो कुरा के हो भने अझै पनि यो गल्लीहरूमा भर्खरै आधुनिक ढलहरू व्यवस्थापन गरिँदैछ, जसले अझै यी गाउँहरूलाई सुन्दर गराउनेछ भन्ने लाग्छ। यसैबाट घुम्ने छ भएको जता गए जुन गल्लीमा जाँदा नि तपाईँको हराइनी जस्तो हुँदो रहेछ। त्यो रहेछ हो मामा यता। ए म त ढिँडो हाल्दै हो नि मान्छे हेर देखाउ ढिँडो हो यो। फापर जौ मकै सबै हो। कता छ मम्मी? हामी गुर्जातिर यति बेला। ल रमाइलो हुँदैछ नि? एकदमै रमाइलो छ, रमाइलो छ। ल मामा